होशियार नेपालका खस मूलवासी मंगोल दलित मुस्लिम मधेसी होशियार। भाइ मारा गौ मारा ज्यान माराले देश खाइसक्यो शेरे प्रचण्डे ओलीको 52 बाद आइसक्यो। खस मंगोल दलित मुस्लिम मधेसी बर्बाद भइसक्यो। कहिले गर्ने भएन जनताको संविधान जारी। जन्मिने बित्तिकै नेपाली जनताको टाउकोमा बोकायो ऋणको भारी। युवा युवतीहरूलाई छैन देशमा गाँस र बास। बुढाबुढी आमा बुबा बालबच्चाहरूको मात्र हुने भयो नेपालमा बास। आउँछ विदेशबाट दिनानुदिन कुहेको लास। बा आमाले गर्नुपर्ने भयो विदेशी कमाइको आश। मर्ने बेलामा भेट्ने भएनन् छोराछोरीहरूले बा आमाको लास र सास। गाउँघरका जग्गा जमिन घरहरूमा अहिले हुँदैछ बाँदरको बास। मलाई यदि गोली हान्छ भने छाती थाप्न तयार छु। जेल हाल्छ भने जान तयार छु। काङ्ग्रेस एमाले माओवादीका सम्पूर्ण नेताहरू लगायत प्रधानमन्त्री भइसकेका शेरे प्रचण्डे बाबुराम माधव झले र वर्तमान प्रधानमन्त्री ओलीबा ज्यानमारा भाइमारा गौमारा नै हो भन्छु। राजा महेन्द्रको संविधानले महिला पुरुष दुई जात छुवाछुत मुक्त जातीय कानुन पाइसकेका धर्म संस्कृति संस्कार थर गोत्र वेद एउटै भएका 60 लाख आफ्नै नेपाली दाजुभाइलाई जात अन्तर्जात गणतान्त्रिक संविधानको नाममा कोटे दलित बनाई जिउँदै मारे। 10 वर्ष जनयुद्धको नाममा 1600 लापत्ता पारे। न तिनको लास न तिनको सास न आउने आस। कम्युनिस्ट जन्मदाता पुष्पलाल श्रेष्ठलाई षड्यन्त्रपूर्वक देश निकाला गरी इन्डिया लखेटे। 35 सालमा रत्नकुमार बान्ताको भाइ प्रयोग गरी षड्यन्त्रपूर्वक इलामको इबाङमा प्रहरीद्वारा हत्या गराए। 52 देखि 61 सालसम्म निहत्ता गरिबका छोराछोरीहरू 17,000 मारिए। 58 सालमा भारतीय र यिनै ज्यानमाराहरूको योजनामा वीरेन्द्रको वंश विनाश गरे। झुट्टा 10 वर्ष जनयुद्धको बेला कैयौँ गाई गोरुहरू मारेर मासु खाए। 28 सालमा झापा विद्रोहको नाममा 1600 निहत्ता जनता व्यापारीहरू लगायत बन्चरद्वारा धर्मप्रसाद ढकाललाई 28 टुक्रा पारी मारे। आज तिनै धर्मप्रसाद ढकाल झापा काण्डका हत्यारा प्रधानमन्त्री छन्। बौद्ध लोकतन्त्र गणतन्त्र आएको 35 वर्ष भयो। 35 वर्षमा खस मूलवासी मंगोल दलित मुस्लिमले राष्ट्रपति प्रधानमन्त्री सेनापति आइजिपी प्रधान न्यायाधीश नखाए नपाए। अब भन्नुहोस् यिनलाई भाइ मारा ज्यान मारा गौ मारा नभनी के भन्ने। अन्तिममा जानी नजानी 2 टुक्रा गीत गाउँदै बिदा चाहन्छु। कहाँ गयौ मूलवासी कहाँ गयौ खस। कहाँ गयौ मूलवासी कहाँ गयौ खस। ओली शेरे प्रचण्ड जनता ढाड्दै बस। ओली शेरे प्रचण्डे जनता ढाड्दै बस। खाली भयो जमिन रित्तिँदैछ देश। खाली भयो जमिन रित्तिँदैछ देश। दलालीको हातमा पुग्यो यति सुन्दर देश। दलालीको हातमा पुग्यो यति सुन्दर देश। खस मंगोल एक भई उठ त देश बचाउन अब चाहिँ जुट त। खस मंगोल एक भई उठ त देश बचाउन अब चाहिँ जुट त। गणतन्त्र नाम लिन्छन् जनतालाई छकाछन्। गणतन्त्र नाम लिन्छन् जनतालाई छकाछन्। राजा राणा भन्दा पनि कडा तिम्रा शासन। राजा राणा भन्दा पनि कडा तिम्रा शासन। शान्ति भने छैन यहाँ अशान्ति नै मात्र। शान्ति भने छैन यहाँ अशान्ति नै मात्र। कुलमान बालेन हर्क गोपी विकास गर्ने पात्र। कुलमान बालेन हर्क गोपी विकास गर्ने पात्र। दलित मुस्लिम मधेसी उठ त देश बचाउन अब चाहिँ जुट त। दलित मुस्लिम मधेसी उठ त देश बचाउन अब चाहिँ जुट त।